हाई गाइज नमस्ते होप सबैजना सन्चै हुनुहुन्छ होला। आज हामी चाहिँ ब्रिकम घुम्न जाँदै हामी चाहिँ फाइनली आइसकेको छौँ। यो चाहिँ नेपाली रेस्टुरेन्ट हो। अनि ठाउँ हेर्नु न यस्तो राम्रो छ, यस्तो राम्रो ठाउँ। म चाहिँ एकदमै नेचरलाई मन पराउने मान्छे भएर होला यस्तो ठाउँहरू देख्यो भने चाहिँ म दिनभरि एक्लै पनि बस्न सक्छु। र त्यहाँ चाहिँ छ नेपाली रेस्टुरेन्ट छ त्यहाँ। सो यो चाहिँ फ्रन्ट भ्यू रहेछ। वाउ वाउ वाउ, त्यहाँ बस्ने मान्छेलाई त यति आनन्द आउँछ होला कि यो देखेर। र हजुरहरू पनि म जस्तै नेचर मनपर्छ भने चाहिँ यस्तो ठाउँ चाहिँ जानु नभुल्नु होला। सुँगुरको गुहना है यता यता सुँगुर पालेको छ क्या, साँच्चै भनेको है। तिमीलाई कसरी थाहा भयो त्यो सुँगुरकै गुहो भन्ने? सुँगुरकै हो, सुँगुरकै हो। म सुनवार नि हो त्यही भएर। ब्रेकन कस्तो लाग्यो तिमीलाई? ठाउँ एकदमै बवाल छ गाइज। इफ हजुरहरू पनि युकेमा हुनुहुन्छ, स्पेसली वेल्समा हुनुहुन्छ भने यहाँ भिजिट गर्न आउन सक्नुहुन्छ। एकदमै राम्रो छ, एकदम दामी छ, एकदम राम्रो। यो चाहिँ गल्फ कोर्ट रहेछ। अरे 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 कहाँ घुम्न जाने भनेर सल्लाह हुँदैछ। त्यही त ठिक छ। गाइस यो पनि मेरो फेभरेट सङ हो है। हामी चाहिँ बीचको नजिक साइड आइसक्यौँ। सो गाइस फाइनली हामी घर आइपुग्यौँ। ओभरअल रमाइलो भयो, घुमघाम राम्रो भयो। ठाउँ पनि एकदमै अझै त्यो भन्दा राम्रो ठाउँ चाहिँ अर्को ठाउँ छ अरे यही ब्रेकनमै होइन। हुनसक्छ हामी चाँडै नै जान्छौँ नेक्स्ट टाइमको घुमघाम चाहिँ क्या हुन्छ, ट्रेकिङ गर्ने मिली टाइपको छ अरे। सो आजको डे अफ मजाले राम्रोसँग है मनाइयो। ड्राइभिङ धेरै लामो थियो। आई ड्रोभ अलमोस्ट 2.5 आवर बोथ वे गर्दाखेरि। राम्रो थियो एकदम। सिनेरी बब्बाल है, मुभी सुटिङ गर्ने जस्तो कि साइड साइडमा हेर्दा नि वाज अमेजिङ। सो हाम्रो चाहिँ यो सेकेन्ड भिडियो हुनेछ हाम्रो अकाउन्टबाट होइन, च्यानलबाट। सो सब्सक्राइब गरिदिनु होला, लाइक सेयर कमेन्ट गरिदिनु होला प्लिज गाइस। सपोर्ट गरिदिनु, हामी सुरुवात गर्दैछौँ। वी निड योर हेल्प सपोर्ट। यस, थ्याङ्क यू सो मच फर वाचिङ। यस, गुड नाइट। गुड नाइट, बाय, लभ यू, नमस्ते।